Hello, long time no see guys and welcome back to my YouTube channel. धेरै टाइमपछि भिडियो हाल्दैछु। सो आजको भिडियोमा चाहिँ पुल्चोक इन्जिनियरिङ क्याम्पसको बोइज होस्टेल अनि यसको सराउन्डिङ यसको फ्यासिलिटिजहरु चाहिँ म तपाईलाई देखाउन गइरहेको छु। सो स्टार्टिङमा चाहिँ हामी सराउन्डिङबाटै सुरु गरौँ। फर्स्टमा चाहिँ यो हाम्रो एक्सरसाइज गर्नको लागि एउटा क्यालिस्थेनिक्सको यो पार्क बनाउनु भएको थियो अनि सँगसँगै यता चाहिँ हाम्रो बास्केटबल कोर्ट छ। बास्केटबल खेल्नको लागि हाम्रो 350 प्लस होस्टेलर्सको लागि चाहिँ डे टु डे ग्रोसरिजको लागि हाम्रो मनोज दाइको पसल पनि छ यहाँ। अनि हाम्रो सराउन्डिङ यस्तो छ, न्यू क्लासिकल बिल्डिङ, यस सराउन्डेड बाई रिच पिपल्स। अनि सँगसँगै यो त हाम्रो म्युजिक क्लबको अफिस पनि छ। अनि यो चाहिँ हाम्रो होस्टेल मेस। नर्मल्ली हामीले सबैले खाने ठाउँ चाहिँ यही नै हो। अनि यो चाहिँ हाम्रो 2079 को एफएसयूले एक्सप्यान्ड गरेको जिम हो। पहिला चाहिँ यति सानो थियो स्ट्रक्चर, पछि ठुलो भयो। सँगसँगै जिम सँगसँगै हामीलाई चाहिँ यता ब्याडमिन्टन खेल्ने ठाउँ पनि छ र सँगसँगै टिटी हल पनि छ। सो अब चाहिँ हामी जिमतिर जाउँ है त। ल अनि हाम्रो चाहिँ यो जिम हल, हामीसँग पुसफुल लेग अनि एक्सर्साइजहरू गर्नको लागि छ फेसिलिटिज। जस्तो यता हो, म सानो पनि दिन्छु। बेन्च प्रेस, इन्क्लाइन बेन्च प्रेस, अनि त्यसपछि अर्को इन्क्लाइन बेन्च प्रेस, टेबल मसिन पनि छ हामीसँग। बिग्रेको त छ, बेला बेलामा अलिअलि समस्या हुन्छ। सँगसँगै हाम्रो स्क्वाट गर्ने पनि छ, लेग प्रेस पनि छ, ह्यामस्ट्रिङको लागि एक्सर्साइजहरू छ। अनि यो मसिन पनि हामीले बनाउने, छिटै बनाउने रूपमा छौँ हामी। जिम कस्तो छ भने जिममा पनि चाहिँ कम्युनिटी अलिक सानो नै छ भनौँ। बिहान र बेलुका गरेर 2 सिफ्टमा खुल्ला हुन्छ र खुल्ला चाहिँ यसलाई कन्ट्रोल चाहिँ हाम्रो होस्टेल एडमिनिस्ट्रेसनले गरिरहेको हुन्छ। सो फ्रीको जिम यतिको चाहिँ इनफ नै छ। विगत 6 महिनादेखि एक्सर्साइज गरिरहेको छौँ हामीहरूले पनि। अनि सँगसँगै हाम्रो होस्टेलको इन्ट्रान्स चाहिँ यताबाट छ। आउनुहोस्, म तपाईँलाई टुर दिन्छु। अनि सँगसँगै पहिला यो पानी खाने ठाउँ। यहाँ के भइरहेको हुन्छ भने बाहिर यतातिर ग्राउन्डहरू छ, यतातिर खेल्ने ठाउँहरू छ भनेपछि हामीले चाहिँ होस्टेलको थ्रुबाट पनि सबै स्टुडेन्टलाई नट इभन होस्टेल मात्र होइन, बाहिर बस्ने मान्छेलाई पनि खानेपानीको सुविधा चाहिँ छ, भित्र पनि छ। सँगसँगै दिस इज आवर फर्स्ट लेयर अफ सेक्युरिटी। यो ढोका छ। हाम्रो चाहिँ होस्टेलको मर्मत सम्भार कामहरू भइरहेको छ। यो चाहिँ हाम्रो दराजहरू हो, बिग्रेको दराजहरू चाहिँ रिप्लेस गर्नको लागि। अनि हाम्रो होस्टेल छिर्नुभन्दा अगाडि चाहिँ हामीले यहाँ थम्स हान्नुपर्ने हुन्छ। जस्तो म तपाईँलाई एउटा स्याम्पल दिन्छु। जो होस्टेलमा नाम निकालेको छ, जसले एडमिसन भएको छ, उनीहरूको मात्र हामीले थम रेजिस्टर गर्छौँ र उनीहरूलाई मात्रै जान दिइन्छ भित्र। जस्तो म ट्राई गरेँ, थ्याङ्क यू भनेर यसरी देखाउँछ। अनि त्यसपछि म बल्ल मात्र भित्र छिर्ने। अनि हाम्रो सुरक्षाको लागि यहाँ हाम्रो दाइरो पनि बस्नुहुन्छ। र त्यसपछि अर्को लेयर अफ सेक्युरिटी भनेको जुन चाहिँ होस्टेल आवर्समा मात्र खुल्ला हुन्छ, यो ढोका छ। भित्र आउनुहोस्। अनि त्यो सँगसँगै भित्र आइसकेपछि फेरि होस्टेलर्सलाई भनेर तातो र चिसो गरेर 2टा पानीको पनि सुविधा छ। अनि यो भनेको हाम्रो मेन इन्ट्रान्स हो। र दिस इज आवर ब्लक बी। ब्लक बीमा के छ भने ब्लक्स ए यता र ब्लक सी उता गरेर यो बिचको ब्लक हो र इन्ट्री पनि यही हुन्छ। र हामीसँग बाहिर मेन इन्ट्रान्समा चाहिँ सधैँ CCTVको 24 घन्टा सर्वेलेन्स पनि भइरहेको हुन्छ। म त्यसको अपरेसन पनि देखाउँछु हजुर। सो हाम्रो यो होस्टेल एडमिनिस्ट्रेसनको बिल्डिङ हो। हाम्रो सर्भरले पनि काम गर्दै हुनुहुन्छ सर। अनि यहाँ चाहिँ हाम्रो होस्टेलको सेक्युरिटीदेखि लिएर कसरी म्यानेज गर्ने, किनभने सरकारी होस्टेल भयो भने हाम्रो प्राइभेट भन्दा पनि फुल सेक्युरिटी र त्यो सँगसँगै सर्भिसेसहरू पनि त्यसरी नै मेन्टेन भइरहेको हुन्छ। र यहाँ चाहिँ हाम्रो 24 घन्टा CCTVको र सरले पनि होस्टेलको केही कामहरू गर्दै हुनुहुन्छ। अनि हाम्रो अर्को एउटा राम्रो फेसिलिटी भनेको म तपाईँलाई देखाउँछु। हाम्रो होस्टेलको 350 प्लस स्टुडेन्ट जुन हामी यहाँ बस्छन्, उहाँहरूको लागि भनेर कहिलेकाहीँ मिटिङ हुन्छ, कहिलेकाहीँ इन्टरटेनमेन्टको सोर्स चाहिन्छ, अनि कहिलेकाहीँ नेपालको गेमहरू हुन्छ। यो चाहिँ हाम्रो हल हो। हाम्रो हलमा चाहिँ फेसिलिटी यतातिर सुर्याक, किनभने हाम्रो त्यति धेरै स्टुडेन्ट आइसकेपछि त अगाडि यहाँ हिँड्ने ठाउँमा कोरिडोरमा पोर गर्नु भने जुत्ता राख्नको लागि छ।
सँगसँगै यो हलमा चाहिँ हाम्रो यो कति इन्चको ठ्याक्कै थाहा भएन, तर ठुलो प्रोजेक्टर जत्रो 81 इन्च 81 इन्चको टिभी छ। पहिला त म देखाउँछु। पहिला चाहिँ हाम्रो यहाँ प्रोजेक्टर माउन्टेड थियो, अनि त्यो प्रोजेक्टर चाहिँ चेन्ज गरेर हामीले टिभी नै ल्याएको छौँ। पहिला पुरानो टिभी केही वर्ष अगाडिदेखि यो टिभीको थ्रुबाट हामीले हेर्थ्यौँ भने पछि यो हटेर हाम्रो अर्को टिभी आएको छ। यहाँ चाहिँ हामीले मिटिङहरू, डान्स प्र्याक्टिसेसहरू अथवा केही कामहरू हुन्छ नि स्टुडेन्टको, त्यो काम चाहिँ यहाँ गर्छौँ र यहाँबाट त्यति हल्ला पनि बाहिर जाँदैन। अब हामी ब्लक एतिर जान्छौँ। तपाईँलाई म बस्ने ब्लकबाटै सुरु गर्छु। अनि यो चाहिँ हाम्रो प्यारो ब्लक ए हो, यता देखाइदिन्छ। अनि हाम्रो चाहिँ कस्तो छ भने होस्टेलमा 3वटा ब्लक छ। 3वटा ब्लक मध्ये यो ब्लक ए भयो, एबिसी गरेर छ। त्यो सँगसँगै एउटा ब्लकमा 3वटा फ्लोर भइहाल्यो, ग्राउन्ड फर्स्ट र सेकेन्ड। र एउटा फ्लोरमा चाहिँ 19वटा रुम हुन्छ। 19वटा रुममध्ये फर्स्ट र सेकेन्ड इयरमा चाहिँ तपाईँहरू 3जनाले रुम सेयरिङ गरेर बस्नुपर्छ, र थर्ड फोर्थ अनि आर्किटेक्चरको लागि चाहिँ 5th भनेको त्यो इयर्सको सिनियर्सहरूले चाहिँ 2जना मात्र बस्न मिल्यो। 9वटा फ्लोर छ टोटल होस्टेलमा, र हरेक फ्लोरमा चाहिँ यता टोइलेट र बाथरुम गरेर यसको डिजाइनिङ पनि यसरी नै गरेको छ। यो एउटा फ्लोरमा चाहिँ 4वटा वाटर क्लोजेट भनेको टोइलेट छ। सँगसँगै यहाँ चाहिँ बाथरुम 4वटा चाहिँ सावर सेक्सन छ। तपाईँ त देखाउनै सक्नुहुन्छ। त्यो मर्मत हुँदै रहेछ अहिले चाहिँ बिदा भएको भएर मर्मत हुँदैछ। सँगसँगै चाहिँ हातमुख धुनको लागि यो र कपडा धुनको लागि सानो पिट जस्तो छ। र पानी आएको छ कि नै चेक गर। पानी ठिकै छ, आइरहेछ। अनि हाम्रो होस्टेलको प्लानिङ हेर्दै गर्दाखेरि चाहिँ एउटा सेन्ट्रल कोर्टयार्ड र बिचमा कोरिडोर रनिङ हुन्छ। र तपाईँहरूलाई रुमको पनि कस्तो होला भनी चिन्ता लागिरहेको होला, तपाईँहरूलाई रुमको बारेमा जान्न मन लागिरहेको होला। र रुम सँगसँगै फर्स्ट र सेकेन्ड इयर हुँदाखेरि सेयर गर्नुपर्ने जुन 3 सिटर रुम चाहिँ म तपाईँलाई देखाउन सक्छु। रुम त एउटै नै हो, तर त्यसलाई 3 सिटरको रूपमा म्यानेज गरिरहेको हुन्छ। यो चाहिँ मेरो भाइहरूको रुम हो। यसरी एउटा बेड, अर्को बेड, अर्को बेड। अनि होस्टेलले दिने फर्निचर्सहरू पनि एउटा चेयर अनि एउटा टेबल अनि एउटा बेड चाहिँ होस्टेलले नै प्रोभाइड गर्छ। अनि चाहिँ 2टा दराज हुन्छ। यसको तपाईँहरूले यसो हेर्दाखेरि पनि यसको प्लानिङहरू पनि देख्न सक्नुहुन्छ। यसरी नै सेयर गर्दा पनि इनफ स्पेस नै हुन्छ, किनभने यसको डाइमेन्सन, रुमको डाइमेन्सन चाहिँ 5.5 बाई 3 को छ, र त्यतिले चाहिँ पुगिरहेको नै हुन्छ। जस्तो हाम्रो आर्किटेक्चर पढ्ने भाइकै नै यो ड्राफ्टिङ टेबल हो। यस भनेपछि यो पनि ल्याउन मिल्यो बाहिरको फर्निचर्सहरू, र यहीँकोलाई युज गर्दा त बेस्ट नै भयो। यो हाम्रो स्टेयरकेसको पार्ट र 2टा ब्लकलाई पनि कनेक्ट गर्छ। अनि हामी तल माथि जानको लागि यो स्पेस युज भइरहन्छ। ठुलो छ हो, एउटा रुमै निक्लिन्छ होला यहाँ। अनि यो हाम्रो छत हो। छतमा चाहिँ अब हाम्रो यहाँ आएर नर्मली यो छत युजली भनेको कपडा सुकाउनको लागि इक्जामको बेलामा सब आएर यहीँ छतमा बसेर टेन्सन लिइरहेको हुन्छन्। र सँगसँगै यता हाम्रो स्टेयरकेस कभर छ। अनि पहिला यता आउनुहोस् त। अनि हाम्रो यो चाहिँ वाटर ट्याङ्कहरू हो। हाम्रो तलको हाम्रो नयाँ बोरिङ पनि खनेको छ, अथवा पुरानो वाटर सोर्सेसहरूबाट चाहिँ यहाँ स्टोर हुन्छ र तलको पानी यहीँबाट जान्छ। सुन्न आएकोमा हामी हुँदा चाहिँ प्र्याक्टिसमा थिएन। सुन्न आएकोमा चाहिँ पहिला यो छ नि, यहाँ टाइल लगाएको छ नि, यो पाटोहरू चाहिँ नुहाउन र कपडा धुनको लागि युज हुन्थ्यो अरे। अनि ओपन इयरमा नुहाउन, एटलिस्ट कपडा धुन पनि युज हुन्थ्यो भन्ने सुन्न आएको थियो। तर हामी आएबाट चाहिँ त्यो चाहिँ भएको छैन। फङ्सन तल नै गरिन्छ त्यो कामहरू। होस्टेल आएबाट नै ब्लक एमा मात्रै बसेको छु। अनि समहाउ ब्लक ए चाहिँ धेरै नै कनेक्टेड टु माई हार्ट छ। हाम्रो यो होस्टेलबाट यता यो सबै ग्रिन स्पेसेस ल्यान्डस्केपिङ जस्तो काम गर्छ भनौँ अहिलेलाई। खाली ठाउँ भयो यो। अनि यहाँ बसेर पढ्ने, लेख्ने, यस्तै काम गरेर दिन बिताउने। अनि यो सँगसँगै होस्टेलबाट यता यो भनेको चाकुपाट साइड हो।
र यो त हाम्रो स्टाफ एन्ड टिचर्सको चाहिँ क्वार्टर्सहरू छ। अनि यो चाहिँ हाम्रो ब्लक बी। अघि हाम्रो इन्ट्रान्स पोइन्ट त्यहाँ तल छ। ब्लक बीको हामी सेकेन्ड फ्लोरमा छौँ। बिचमा रुखहरू छन्, यसरी परिवार डुलिरहेको हुन्छन्। हाम्रो टेक टेबलको रहेछ मोडल। र यो ब्लक सी पनि अहिले मर्मत हुँदैछ। यहाँको बिचको रुखहरू पनि काटेर अहिले चाहिँ अलिक खुल्ला देखिएको रहेछ। हाम्रो ब्लक ए र ब्लक बीमा चाहिँ टन्नै रुखहरू छ। ब्लक सी पनि त्यही हो, लेआउट त्यसपछि तपाईँको रुमको डिजाइन सबैको सेम छ। लाइक टाक 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 कपी गरिदिएको र जहाँ जहाँ कनेक्ट गरेको छ बिल्डिङ त्यहाँ मात्रै एउटा सर्टेन स्पेसेसहरू निकालेको छ। ओहो, वेलकम टु माई रुम। तपाईँहरूलाई अब म मेरो रुम टुर दिन गइरहेको छु, आउनुहोस्। यो रुम मैले हजुरहरूलाई अघि एक्सप्लेन गरेँ जस्तै जुन सेकेन्ड इयरसम्म चाहिँ 3 सिटर हुन्छ र थर्ड इयरबाट चाहिँ 2 सिटरमा कन्भर्ट हुन्छ भने जस्तै यो चाहिँ दिस इज आवर रुम। यताको यो म तपाईँलाई रुम टुर पनि दिन्छु, आउनुहोस् भित्रै। अनि यो चाहिँ यो पार्टहरू हामीले चाहिँ कसरी डिभाइड गरेको छ मेरो रुम पार्टनर र मैले भने यो पार्ट चाहिँ हाम्रो रुम पार्टनरको, यता चाहिँ मेरो भनेर त्यसरी डिभाइड गरिन्छ। मतलब लेआउट, फर्निचर लेआउट रुम मिलाएर। सँगसँगै यो एउटा दराज पनि देखाइदिनुहोस्। यो एउटा दराज चाहिँ उहाँले युज गर्नुहुन्छ कम्प्लिटली। दराजको पनि प्लेसमेन्ट कसरी गरेको छ भने म रुमको थोरै डिजाइन तपाईँलाई एक्सप्लेन गरिदिन्छु। रुमलाई चाहिँ रेक्टेङ्गुलर निकाल्नको लागि, जस्तो तपाईँले दराज निकाल्यो भने चाहिँ क्लिन लाइन्सहरू आउँदैन, तर यहाँ चाहिँ त्यसरी नै राखेको छ दराज चाहिँ ठ्याक्क फिट गरेर। अब म मेरो आफ्नो लेआउट भन्दै गर्दा यता साथीको बेड अनि साथीको सामानहरू, साथी घर गइसक्नुभयो। अनि मैले चाहिँ अहिले साथी घर गइसकेपछि यो चाहिँ मेरो दराज, ऊ माथि हाम्रो एक्जिबिसनमा गरेको आर्टहरू छ। र अहिलेलाई मैले साथीको डेस्क चाहिँ म्युजिकल इन्स्ट्रुमेन्ट राख्नलाई युज गरेछु। म्युजिकल यहाँ चाहिँ हाम्रो पियानो छ, सँगै पियानो, गिटार, भायोलिन यिनीहरू इन्स्ट्रुमेन्टहरू छन्। र अनि अब मेरो पार्टमा चाहिँ मैले मेरो डेस्क यो जहाँ चाहिँ अहिले मैले के काम गर्दै थिएँ, स्टुडियोको प्रोजेक्ट एउटा भिडियो प्रोजेक्ट राख्दै थिएँ। अनि यो चाहिँ हामीलाई ती फर्निचरहरूमध्ये एउटा चेयर, एउटा टेबल दिइन्छ। अनि त्यसपछि अरू चाहिँ अनि एउटा बेड। र मेरो रुम हेर्दै गर्दाखेरि चाहिँ अब अरू मेरो रुममा के छ दिनलाई टुर त्यही हो। अनि यतातिर मेरो इन्सपिरेसनहरू म तपाईँलाई एक्सप्लेन पनि गरिदिन्छु। मेस्सी फ्यान अति नै। मम्मीको र मेरो फोटो, लुडविग भ्यान बिथोभन भनेको म्युजिसियन, डेभिड लेड, अनि हाम्रो सिसान पानिया मेरो हाम्रो फोटो त्यसै टालेको छ। र यता चाहिँ हाम्रो यहाँ मस्किटो धेरै लाग्छ, मस्किटो नेट छ। त्यसपछि मेरो मोडल जुन चाहिँ बिग्रिसकेको छ। रुम चाहिँ त्यही हो। रुमको तपाईँलाई डिजाइन हेर्दै गर्दाखेरि अघि तपाईँले सेकेन्ड इयरको भाइको रुम पनि हेर्नुभयो र मेरो पनि हेर्दै गर्दा तपाईँले त्यही हो, अलि ओपन स्पेसेसहरू धेरै हुन्छ अनि प्रयोग धेरै कामहरू गर्न मिल्छ। अब यहाँ भिडियोहरू खिच्ने अहिलेलाई मेरो यो स्टुडियोको जस्तै काम गर्छ। झ्यालहरू एक साइडमा, दुईवटा साइडमा झ्याल हुन्छ है। एउटा झ्याल, सानो झ्याल चाहिँ हाम्रो कोर्टयार्डतिर ओपनिङ भएको, अनि अर्को ठुलो झ्याल चाहिँ यता। ओए अम्बा फल्या रहेछ त, यहाँ आउनुहोस् त। हाम्रो नेचुरल इन्भाइरोमेन्ट चाहिँ केरेटिनहरू यता राखौँ। यो नेचुरल इन्भाइरोमेन्ट हेर्नुहोस्, हाम्रो झ्यालको साइडमै अम्बा फलेछ। अहिले टिपेर ट्राई गरिदिनु पर्छ। कागले चाहिँ हैरान पार्छ साथीहरू होस्टेलमा, अरू त सबै ठिकै छ। बताइदिनु क्या अरे क्या। यो कुन गीत हो तपाईँले यु क्यान गेस। र यति सँगसँगै फ्रम माई रुम आई वान्ट टु थ्याङ्क यू। अनि चाहिँ तपाईँलाई थोरै इन्फर्मेसन चाहिँ दिन्छु ल। म आउनुहोस् त, म यतै चेयरमै बस्छु होला। इन्फर्मेसनको थ्रु चाहिँ होस्टेलको बारेमा। पहिला चाहिँ यो होस्टेल पुल्चोक इन्जिनियरिङ क्याम्पसको होस्टेल हो। अनि यसमा इनरोल हुनको लागि चाहिँ पहिला तपाईँले इन्जिनियरिङमा इनरोल हुनु पऱ्यो।
इन्जिनियरिङमा इनरोल भइसकेपछि चाहिँ होस्टेलको केही महिनापछि होस्टेलको फर्म खोल्छ र फर्मको पनि कसरी हुन्छ भने तपाईँको इन्जिनियरिङमा आएको मार्क्स भनेको उता इन्ट्रान्समा आएको मार्क्स प्लस तपाईँको लोकेसन जुन पुरानो 10 क्लास एसी दिएको घर कता छ त्यो हेरेर दिइन्छ। कस्तो हुन्छ भने तपाईँ इन्जिनियरिङमा राम्रो मार्क्स ल्याउनु भयो तर तपाईँको घर एउटा दुर्गम ठाउँमा छ भने त उहाँलाई पनि प्रायोरिटी दिनु पऱ्यो नि। त्यसरी चाहिँ यहाँ मार्किङ सिस्टम हुन्छ। आधा मार्क्स चाहिँ आधाभन्दा पनि आधा मार्क्स भनेको यताको इन्जिनियरिङ, आधा भन्दा पनि इन्जिनियरिङको मार्क्स प्लस लोकेसन मार्क्स भन्ने हुन्छ। जस्तो तपाईँको दुर्गम ठाउँमा छ भने 90 मार्क्स आउँछ, अलि सुगममा छ भने 70, अझ सरकारी स्कुल पढेको रहेछ भने 65, अनि काठमाडौँ भ्याली बाहिर छ भने 60 र सबैभन्दा लिस्ट प्रायोरिटी चाहिँ होस्टेलमा काठमाडौँ भ्यालीमा 10 पढेको अथवा काठमाडौँ भ्याली बसेको मान्छेहरूको हुन्छ। र यो सँगसँगै अझै केही क्वेरी छ, होस्टेल कसरी पाउने, के गरिन्छ दाइ, के छ होस्टेलको बारेमा, कतिलाई के लाग्ला, होस्टेलको बारेमा नराम्रो कुराहरू पनि फैलाइरहेको हुन्छन् मान्छेहरूले, गलतहरू हुन्छ भनेर। तर म बसेको 4-3.5 वर्ष हुन लाग्यो र आइएम प्रिटी स्योर कि यहाँ धेरै राम्रो इन्भाइरोमेन्ट छ, किनभने सिक्न पाइन्छ। जस्तो इभन यही बुकहरू पनि आधा बुक साथीहरूको हो, ल्याएर पढेर राख्ने यस्तै काम चलिरहेको हुन्छ। दाजुभाइहरूको जुन सम्बन्धदेखि लिएर यहाँको रमाइलो गर्ने, यहाँको इसिएको कुराहरू पनि धेरै हुन्छ, खेल्न जानलाई फेसिलिटिज त्यस्तै छ। सो तपाईँ पनि होस्टेल बस्ने सोच गर्नुभएको छ अथवा इन्जिनियरिङमा भर्खर इनरोल हुँदै हुनुहुन्छ भने आउनुहोस्, रमाइलो गरौँ, पढौँ, बसौँ। लाइफको एउटा सर्टेन एउटा सानो फेज न हो, त्यो फेजलाई चाहिँ सँगै बसेर बिताउँ भन्न चाहन्छु। यति सँगसँगै थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। कस्तो थियो भिडियो आई डोन्ट नो, धेरै टाइमपछि मैले खिचेको थिएँ। अनि लास्टमा चाहिँ आई जस्ट वान्ट टु थ्याङ्क मेरो भाइ आलोक भाइलाई, किनभने भाइले यत्रो सबै टुरमा चाहिँ मलाई गाइड र अनि हेल्प गरे। थ्याङ्क यू सो मच।